कति बेर तपाईँहरू आएर बस्नु भएको छ? 1.5 घन्टा भइसक्यो है? आधा घन्टा भइसक्यो। ल पहिरो निकै मजाले गएछ नि त, माथिदेखि हेर्नु त ढुङ्गै ढुङ्गा छ। यसरी चाहिँ बाटोमा गाडीहरू अलपत्र परिरहेको अवस्था छ यहाँनिर बाटो जामले गर्दाखेरि। हेलो गाइस, 4-5 घन्टा बढी म सन्तोष तामाङ र मेरो ब्लगको सन्तोष 28-14 ब्लग। गाइस आज चाहिँ म दिक्तेल जाने क्रममा चाहिँ बाटोमा जाममा फसिरहेको छु। यहाँनिर बेतेनीनेरि पहिरो गएको रहेछ र पहिरोले गर्दाखेरि गाडी चाहिँ यता गाडी यतै र उता गाडी उतै बनाएको अवस्था छ। तपाईलाई म पहिरोको अवस्था अपडेट गराउँदैछु गाइस। र गाडीहरू पुरै जाममा छन्। तपाईहरुलाई म दशैंको मुखमा यसरी बाटो ब्लक भएको अवस्थामा चाहिँ ब्लग खिचेर प्रस्तुत गर्दैछु गाइस। ल यो बाइक चाहिँ कता हिँडेको यो भित्ता बाइक चाहिँ भित्ता जाँदैछ त म। ल गाइस ल हेर्नुहोस् बाटो कस्तो छ यहाँ। बाटो खन्दै बाइकलाई लिएर जाँदै हुनुहुन्छ ल हेर। ए बाबा नि अनि बाइक जान्छ लगेको त यस्तो भिरमा ल हेर त भिरमा बाटोमा ल हेर बाइक यसरी तार्दै हुनुहुन्छ पहिरोमा। यो कहाँ लानुभएको गाउँतिर लानुभएको होला। सबै गाउँ जाने बाटो यस्तो छ भत्केर पहिरो। अनि के बाइक त नजाने रहेछ यस्तो अवस्था छ। लगाएछ बाटो यस्तो छ। कति बेर तपाईँहरू आएर बस्नु भएको छ? 1.5 घन्टा भइसक्यो है? आधा घन्टा भइसक्यो। ल पहिरो निकै मजाले गएछ नि त, माथिदेखि हेर्नु त ढुङ्गै ढुङ्गा छ। त्यो ढुङ्गा कहिले पन्साएर सक्नु? अब 4-5 घन्टै लाग्ला जस्तो छ ढुङ्गा। अर्को छैन होला, एउटा मात्रै होला यसको बटर पनि डोजर। हजुर हजुर त्यही त नि हेर्नु न त्यही त नि यति निकै तल पुगिन्छ नि। तर त्यो बाटो पनि लामो बाटो हो नि त फेरि। लामो बाटो हो त। जामले चाहिँ यहाँनिर धेरै गाह्रो पारेको रहेछ है। तपाईँहरूले देख्न सक्नुहुन्छ यो पहिराको अपडेट यस्तो छ अहिले पहिराको हालत। रुख पनि आएर बसेको छ पहिरामा, ढुङ्गा त्यस्तै ठुल्ठुला ढुङ्गाहरू आएर बसेको छ। अब यो माथिदेखि झरेको रहेछ पहिरो। टाइम लाग्ने रहेछ यो 5-6 घन्टै लाग्छ जस्तो छ यो सोर पटार गर्नुलाई त। 5-6 घन्टा लाग्ने रहेछ। हजुर त्यो ढुङ्गा ठुलो ढुङ्गा रहेछ। त्यो ढुङ्गालाई चलाउनै सकेको छैन त्यो डोजरले, हलाउनै सकेको छैन। अनि कहिले हो कहिले तनाव बनायो यो भिरको पहिरोले तनाव बनायो। तनाव निकै गाह्रो बनाउला जस्तो छ। यस्तो पहिरो छ पछाडिपट्टि। अब यो पहिरो कहिले पन्सिने हो थाहा छैन। अब हाम्रो चाहिँ निकै तल छ गाडीहरू। अब यहाँ ल्याइपुर्याउनलाई पनि टाइम लाग्ने रहेछ। तपाईँहरूलाई म पहिरोमा आएर चाहिँ पहिराको अपडेट देखाउँदैछु। यो घुर्मी कटारीको जङ्गलमा यसरी पहिरो गएर चाहिँ बाटो ब्लक भएको छ है। तपाईँहरू कतिजना आउँदै हुनुहुन्छ बाटोको अपडेट बुझ्नु होला र आउनु होला। बाटो एकदम ब्लक छ अहिले। यो 5-6 घन्टा ब्लक हुने जस्तो देखिन्छ बाटो चाहिँ। लगाइज देख्न सक्नुहुन्छ बाटोको जाम। गाडीहरू यस्तै गरी बसेका छन्। पुरै जाम लागेको छ गाइज। तलैसम्म छ गाडीहरू देख्न सक्नुहुन्छ। ऊ तलैसम्म चाहिँ गाडीहरू जाममा परेर बसेका छन्। गाडीहरू लामे तात लाइन छ। लगाए चाहिँ यसरी चाहिँ बाटोमा गाडीहरू अलपत्र परिरहेको अवस्था छ यहाँनिर बाटो जामले गर्दाखेरि। 4-5 घन्टा अब यसरी यहाँ बस्ने हो। अब आज यतै बासबसाइ हुन्छ होला। निकै ठुलो पहिरो गएको छ। अब यो जङ्गलमा चाहिँ पहिरो गएकोले गर्दा बस्नुपर्ने अवस्था छ। बेतिन आइपुग्न आँट्यो अहिले। बेतिन आइपुग्न लाग्यो। हाम्रो सुनिल गुरुजी पनि हुनुहुन्छ, महेश गुरुजी पनि हुनुहुन्छ।
के छ गुरुबाहरू ठिक छ बाटोमा तनाव छैन भाले लिएर आउनु पर्ने भयो ल भाले अब यहाँ खोज्नु पर्छ बाटोको अवस्था यस्तो छ अब भालेको अवस्था कस्तो होला भाले झन् घाइते भएर बसेका होलान् पहिरोले गर्दाखेरि र तपाईहरुलाई म देखाउँदैछु बाटोको जाम भएको अवस्थामा गाडीहरू निकै तलसम्म जाममा परेर बसेका छन् 4-5 घण्टा 4-5 हजुर 4-5 घण्टा अब खुल्दैन ठुलो पहिरो गएको रहेछ लगाइ जस्तै जाम लागेर बसेको छ है गाडीहरू चाहिँ गुर्मी कटारीको जंगलमा लगाइ चाहिँ यहाँ चाहिँ हिमाली यातायात पनि जाममा परेको छ यसरी गाडीहरू जाममा बसिरहेको अवस्था छ गाइज देख्न सक्नुहुन्छ चाउचाउ आजको आएर रकेट ऐसेल खर्क पनि यहाँ जाममा बसिरहेछ रकेट ऐसेल खर्कको प्यासेन्जरहरू यसरी चाउचाउ खाएर दिनचर्या बिताउँदै हुनुहुन्छ आज बाटोको अवस्थामा ल हेर्नुहोस् ल बा अब 4-5 घण्टा बस्नुपर्छ 4-5 घण्टा बाबु अझै 4-5 घण्टा अझै बुढो मान्छेलाई गाह्रो हुने भयो भोकले यो बाटोमा यसरी जाम लागेर तलैसम्म गाडीहरू बसेको छन् देख्न सक्नुहुन्छ म तपाईहरुलाई देखाउँदैछु बाटोको अहिलेको नयाँ अपडेट बाटो अझै 4-5 घण्टा नखुल्ने रहेछ अब यतै बास बस्ने त होला नि ए 4-5 घण्टा अब अझै एउटा छ त्यही पनि एउटा ठुलो ढुङ्गाहरू बसेको छ खोल्न हल्लाउनु सकेको छैन ढुङ्गै हल्लाउनु सकेको छैन त्यसले यो जेसीबी होइन त डोजर छ डोजरले बनाउँदैछ तर ढुङ्गै हल्लाउनु सकेको छैन क्या त्यसले साउजी बसाइ त धेरै लामो होला जस्तो छ त बसाइ लामो होला जस्तो छ त निकै लामो बसा होला जस्तो छ निकै ठुलो पहिरो गएको रहेछ माथिबाट आएको हो माथिबाटै झरेछ माथिल्लो बाटोदेखि झरेछ माथिल्लो बाटोदेखि तलैसम्म बाटो ढुङ्गा त्यो डोजरले खनेको एउटा ढुङ्गा ठुलो बसेको छ त ढुङ्गै हल्लाउनु सकेको छैन आज डुबायो आज लगा चाहिँ यसरी जाममा परेर बसिरहेछन् खोटाङ जाने गाडीहरू साथै ओखलढुङ्गा जाने गाडीहरू सोलु जाने गाडीहरू यसरी चाहिँ बाटोमा अलपत्र भएर बसिरहेको अवस्था तपाईहरुलाई जानकारी गराउँदैछु मैले यहाँबाट सुजन गुरु पनि गाडीको यत्रो ढुङ्गा चाहिँ मुनिबाट पसेर गाडीको बम्पर भत्काइदियो भन्दै बसिराख्नु भएको छ त्यस्तै गरी तुवाचुङको गाडी यता पछाडिपट्टि यस्तो छ गाइज आज बाटोको अवस्था ल गाइज बाटो खन्न थालेको 4 घण्टा पछाडि पनि बाटो आदि बनाइसकेको छैन यो डोजरले खनेर बाटो खन्दैछ अझै पनि खन्दैछ यहाँ हामी बसेको 4 घण्टा भइसक्यो र पनि बाटो सकेको छैन अझै खन्दैछ अझै यसले लाउँछ 2-3 घण्टा अझै 2-3 घण्टा यहाँ जाममा परिने जस्तो छाटकाटदेखि सकिएको छ 2-3 घण्टा पनि अझै बढी नै लाउला जस्तो छ पानी पर्न लाग्यो र मान्छेहरू प्यासेन्जरहरू सबै भोकाएर यहाँ त्यो झरन भइसकेको अवस्था छ र पनि बाटो खुल्ने सुरसार छैन आजको बाटोको दृश्य यस्तै छ पानी पर्न थाल्यो अब झन् बिजोक हुने जस्तो देखिएको छ लगायत आजको भ्लग तपाईहरुलाई कस्तो लाग्दैछ प्रतिक्रिया दिनु होला भन्दै अब यो बाटोको अझै पनि 2-3 घण्टा लाग्ने खन्न लाग्ने टाइम देखि यो भ्लगलाई म यही अन्त्य गर्न चाहन्छु तपाईहरुको दिन शुभ रहोस् मस्त रहोस् व्यस्त रहोस् भन्दै आजलाई बिदा हुन चाहन्छु गाइज हस्त नमस्ते बाइ बाइ गाइज फेरि अर्को भ्लगमा भेट हुनेछ त्यतिन्जेलको लागि तपाईहरुको दिन शुभ रहोस् मस्त रहोस् व्यस्त रहोस् ओके बाइ 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 बाइ
बाई